ब्राजिलको राम्रो राम्रो स्टार खेलाडीहरू खतरा खतरा छ युरोपियन क्लबबाट खेल्न, किन ब्राजिल चाहिँ धर्मर भएको छ त्यहाँ? नेमार परेको छैन क्या होइन? नेमार आउन सक्छ भनिरहेछ, यस्तो भनिरहेछ क्या, जबसम्म ऊ 100% फिट हुँदैन तबसम्म हुँदैन। नेमारलाई त चोटैले धेरैले खायो क्या? 100% फिट छ भने स्योर आउँछ, स्क्वाडभित्र पस्छ भनेर भनेकै हो। होइन, तर नेमारलाई हेर्न चाहेको छन् क्या धेरैले, किनकि अब उमेर पनि छ नि, कति 34-35 कति त भएको छ, त्यतिमा खेल्न सकिहाल्छ नि फिट हुँदाखेरि चाहिँ, सक्दाखेरि। ट्रेनिङ सबै कुरा राम्रो छ नि, गरिरहेछ नि, त्यो इन्जरले भन्दाखेरि त्यो भन्न मात्रै हो 100% फिट छैन, त्यो फिट भइसक्यो हो क्या मान्छे। नेमारलाई चाहिँ इन्जुरीले नै बढी सतायो क्या प्राय, मैले यसो हेर्छु होइन। ब्याड लक हो क्या, ब्याड लकै हो त्यो, पनौती खेलाडी भन्छौँ नि हामीहरू, त्यही हो क्या हो, स्किलफुल हो क्या होइन। चाहिने बेलामा उसले परिणाम पनि दिएको छ होइन। PSG लाई 6-1ले हराउँदाखेरि कस्तो खेलेको थियो बार्सामा हुँदाखेरि क्या, 14मा ब्राजिलमै भएको गेम, ऊ घाइते हुने बित्तिकै जर्मनले 7 हान्यो, 7 कि कति भयो। त्यो नेमार जाने बित्तिकै कति धर्म, एउटा खेलाडी जाने बित्तिकै कति धर्मर हुन्छ। कोलम्बियासँग खेल्दाखेरि त्यसको ढाँडा त्यो साउथ अमेरिकनहरूले रफै खेल्छ क्या प्रायः। होइन, साउथ अमेरिकन त ब्राजिल पनि हो, यस्तो छ उसलाई कोलम्बियालाई के थाहा भइसक्यो, उसलाई जबसम्म बसालेन भने मेन खेलाडी हो, यसलाई ढलायो भने हुन्छ।